रातिको 1 बजिरहेछ साथीहरु मलाई पानीपुरी खान मन लाग्यो 1 बजे त के भयो खाने मुखलाई जुङ्गाले छेक्दैन बनाएर खाइदिइहाल्छु भनेर बनाउन थालेको आलु नै छैन रहेछ क्या त्यही भएर बारीमा गएर आलु छन् कि छैनन् भनेर हेर्दै थिए भाग्यवश आलु फलेको के साथीहरु 3वटा आलु भेटाए मैले पिरो त अझै भएको छैन होला त्यही पनि बास्नाको लागि भनेर खुर्सानी टिप्न गएको थिए म हेर्नु न मैले हाँगा भाजेको कस्तो मजाले 2वटा फल्दै रहेछ बिचरा आफूलाई देखेर कस्तो धेरै रिस उठेको हैन कि अब चाहिँ मैले भित्र आएर पानीपुरी फुलाउँदैछु यतातिर चाहिँ सिटी लाग्दैछ आलु मेरो लौजा मेरो चाहिँ पानीपुरी बनिसक्यो अहिलेसम्म चाहिँ रातिको 2 बजिसकेको छ क्या 2 बजीतिर खाना सुरु गर्दैछु हेर्नु न हेर्दाखेरि पनि कति राम्रो क्या हरियो खुर्सानी हरियो धनिया प्याज आलु आमामामा कति मिठो होला देख्दै कति मिठो खाम जस्तो लाग्छ नि तपाईहरुलाई हरियो धनिया खुर्सानी प्याज कागतीको यस्तो मिठो बास्ना आइराखेको थियो अनि खुर्सानी त के पिरो होला भन्न ठानेको त पिरो भइसकेछन् बाबै मेरो खुर्सानी पानीपुरी खाएर भाँडाकुँडा मिचेर सरसफाई गरेर सुत्दाखेरि त बिहानको 6 बजिसकेको क्या